सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म आज हजुरहरूलाई नेपाली कागजको बाटेको धूप बनाएर देखाउन गइरहेको छु। धूप बनाउनको लागि सर्वप्रथम त यो नेपाली कागजको आवश्यक पर्छ। यस्तो ठुलो हुन्छ यो नेपाली कागज। अनि यसलाई यस्तो गरेर फोल्ड गर्ने, फोल्ड गरेर अनि बीचबाट फेरि काट्ने, बीचबाट काट गरेर अनि फेरि फोल्ड गर्ने, फोल्ड गरे अनि यस्तो गरेर सानो साइज बनाउने अनि यो बीचबाट यस्तो गरेर काट्ने। म काटिसकेर राखेको देखाउँछु। यस्तो गरेर सानो सानो बनाएर राख्ने। त्यसपछि यसको लागि यो धुलो चाहिन्छ, धूपको धुलो। यसमा मैले अष्टसुगन्ध, गोकुल धूप, साल धूप, कपुर मिक्स गरेर यसमा धुलो बनाएकी छु। अब म हजुरहरूलाई धूप बनाउन र देखाउँदैछु। अब यो काटेर राखेकोलाई यस्तो डुडो हुने गरी, यस्तो डुडो हुने गरी बनाउने। त्यसपछि यसमा धूप राख्ने, यस्तो गरेर एकैचोटि राख्ने। आफै खिचेको भएर के भएको छ। अनि यस्तो गरेर सट्ट लाने अनि बीचमा यो कम भएकोलाई यस्तो गरेर यो धुलोलाई छर्किने। त्यसपछि अनि यस्तो आधी समाएर फोल्ड गर्ने। त्यसपछि यो अगाडिपट्टि लगाएर घुमाउने यस्तो गरी। यस सजिलो छ। बत्ती काट्नेहरूलाई त यो घुमाउन सजिलो छ, तर बाट्न भने अलिक गाह्रो हुन्छ। यो पछि यो यस्तो बत्ती काटे जस्तै हो यी घुमाउने। अब यसलाई बराबरी यस्तो यसको टुप्पो र यसको टुप्पो बराबरी हुने गरी, यही बराबरी हुने गरी समाउने। त्यसपछि समाइसकेपछि अब यसलाई यो माथिको देब्रेतिर घुमाउने अनि तलको पनि देब्रेतिरै घुमाउने। यो तलको जता घुमेको छ माथिको पनि त्यतै घुम्नुपर्छ। यस्तो गरी घुमाउनुपर्छ। यस्तो गरी टाइट गर्दै घुमाउँदै 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 लाने। त्यसपछि यस्तो गरी दुईटा चुच्चो बन्छ। यसलाई चाहिँ यो देब्रेतिर, यता आफूतिर, देब्रेतिर होइन यता आफूतिर यस्तो गरेर बटार्ने। यो तयार भयो। म अझै एउटा गराएर देखाउँछु हजुरहरूलाई। यस्तो गरेर राख्ने, यो सर तान्ने, सर तानेपछि यहाँ बराबरी हुन्छ। अनि बिचमा यस्तो गरी छर्किने, छर्किसकेपछि अनि यो आधी फोल्ड गर्ने, यस्तो गरेर फोल्ड गर्ने अनि अगाडितिर घुमाउने। यस्तो गरी ठ्याक्कै उतार यस्तो घुमाउने अनि यसलाई बराबरी बनाउने। यस्तो गरी बराबरी बनाउने अनि देब्रेतिर घुमाउने, यस्तो गरी बटार्ने, यस्तो गरेर। बिस्तारै गरेकी छु, क्यामेरा पनि मिलेको छैन आफूले खिचेको भएर। सबैजनाले हेरिदिनु होला कस्तो लाग्छ। यस्तो गरेर यो तयार भयो। त्यसपछि मैले यस्तो गरेर यो तयार गरेको धुपहरू यति धेरै छ। यस्तो गरी तयार गरेर राखेकी छु। त्यसपछि यो तयार गरेर राखेकोलाई फेरि 10वटा राखेर यो मुठो बनाउने। यस्तो गरी तल माथि बाँधेपछि फुस्किँदैन, तल मात्रै बाँध्दाखेरि फेरि फुस्किन्छ। त्यसपछि अनि त्यही 10वटालाई 12वटा राखेर मैले फेरि प्याकिङ गरेकी छु। यस्तो गरेर यो मैले प्याकिङ गरेकी छु। त्यसपछि यो बजारमा लान तयार हुन्छ। यो सुगन्धित छ। अष्टसुगन्ध, गोकुल धूप अनि साल धूप, कपुर सब मिक्सेको छ। त्यसैले हजुरहरूलाई चाहियो भने सम्पर्क गर्नुहोला। यो मैले बनाएको धूप हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, लाइक पनि गर्नुहोला भन्दै बाई बाई।